स्वागत छ तपाईहरुलाई मेरो अर्को एउटा नयाँ भिडियोमा। आज पनि आइसकेको छु तपाईको मूल्यवान समयलाई बर्बाद गर्दै आफ्नो फेक लाइफस्टाइलको रौला प्रस्तुत गर्नको लागि। सो आज चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु हाम्रो फ्यामिलीमा एड भएको एउटा नयाँ मेम्बरलाई, जुन चाहिँ हो एउटा सुपर बाइक। यहाँनिर रहेको छ हाम्रो सुपर बाइक र तपाईहरु देख्न सक्नुहुन्छ 250 सीसी को एकदमै सुपर बाइक, फ्रेश न्यू कन्डिसनमा हैन। अनि अब किक सिक त हान्नु पर्दैन हैन, यो सेल्फ स्टार्ट नै हुन्छ हैन। यो किक हानेको चाहिँ नदेखा ल। हेलो ओ मेरो भाइ, तिम्रो टाइम पुरा भइसक्यो, 1 घण्टा भइसक्यो भाइ। हजुर त 1 घण्टा भएन? भइसक्यो भाइ। मोबाइल पनि छैन हैन यार। टाइम हेर त। भिडियो बनाउँदै त एकछिनले छोड्दिनु है। हैन भाइ, टाइम पुरा भइसक्यो। है साला बाइकमा कन्टेन्ट नै निकाल्न पाएन यार। सो गाइस आज चाहिँ हाम्रो सुपर बाइकको अनबक्सिङ भएको थियो हैन, तर एकजना साथीको इमर्जेन्सी आएर त्यो चाहिँ मैले एकछिनको लागि दिएको छु हैन। त्यो चाहिँ म तपाईहरुलाई भोलि पर्सितिर देखाउँछु हैन। अनि बाइक नभए पनि हैन, ड्रेस अप तपाईहरु देख्न सक्नुहुन्छ हैन। भर्खर किन्न लिएको हैन, बजारबाट कस्तो महँगो रहेछ है गाइस यो कपडा चाहिँ हैन। तर मेरो साथीहरुले पनि लगाए मेरो ज्याकेटको टाइम पुगिसक्यो यार, म बाहिरतिर घुम्न जानुपर्ने यार, ज्याकेट ल्याउन यार। म यहाँ भ्लग बनाउँदै थिएँ कि त्यसैले यार। के गर्नु, इमर्जेन्सी बाहिर जानुपर्ने भयो क्या, अनि त्यो भएर ज्याकेट चाहियो नि त। ओ साथी, मेरो जुत्ता पनि बाहिर जानुपर्ने थियो। एकछिन भिडियो गर्दै थिएँ कि त्यसैले। ए त्यो टी-शर्ट पनि चाहिएको थियो मेरो भाइलाई। मेरो छैन त, अनि म चाहिँ कसरी बस्ने त? ए भाइ, कहिलेकाहीँ त आफूले किनेर लगाए नि हुन्छ नि, सधैँ अरूको लगाएर हुन्छ। अर्को मेरो पुरानो टी-शर्ट छ, त्यही देऊला नि त तिमीलाई। ल गाह्रो नमान है भाइ, म गएँ। ल होस्। सो गाइस तपाईहरु देख्न सक्नुहुन्छ म न्यू लुक्समा छु हैन। सो मैले चाहिँ चाहिएको थियो मलाई। टाइट पनि अनि अनि म चाहिँ के लाएर बस्नु त यार? अबे यार भाइ, भित्रबाट अन्डरवेयर लगाएको छ नि तिमीले। अन्डरग्राउन्ड के भने दाइ? कट्टु क्या कट्टु। ए ला नि दाइ। अनि त्यो लगाएर बस्दैन त। अनि कि म अब कट्टु लाएर बस्नु त दाइ यार? कस्तो कुरा गरे तपाईँ यार? अनि कट्टु लगाएर बस्नु, अनि अरूको कपडा लिएर आएर लगाएको छ, अनि ठुलो कुरा गर्छ। अनि ल मेरो एउटा पुरानो ट्र्याक छ नि त, त्यही लगाउला नि त तिमीले। सो गाइस तपाईहरु देख्न सक्नुहुन्छ अहिले चाहिँ म एकदमै न्यू लुक्समा तपाईहरु देख्न सक्नुहुन्छ हैन। त्यो चाहिँ अलि त्यस्तै भनौँ न, अलिकति केही नभएको मान्छेहरूलाई देखिरहेको थिएँ हैन। मैले चाहिँ तिनीहरूलाई गिफ्ट गरिदिइसकेको छु है। सो भिडियो चाहिँ म गर्दिनँ हैन, किन भन्दा सिम्पेथी गेन गर्नको लागि भिडियो गरेँ भन्छ नि त, त्यही भएर मैले भिडियो चाहिँ गरेन हैन। तर मैले गिफ्ट चाहिँ हान्दिएकै हो हैन। सरी ल दाइ। सरी भनेर हुन्छ? यो मेरो 3232 रुपियाँको मोबाइल भुइँमा खसेको भए के हुन्थ्यो भाइ? अनि तिम्रो मोबाइल त खसेन त ब्रो, सरी त मैले भनिसकेँ त। तँ कस्तो मान्छेहरू आउँछ यार। के हो तिमी भ्लग? भ्लग त गरिरहेको छु नि, देख्दैन? कति छ तिम्रो सब्सक्राइबर भाइ? मेरो यस्तै 37 36। 36 मेरो कति छ साथीलाई? कति छ तपाईँ? 15,000। अनि ब्रो मलाई त चिने होला त तिमीले? चिनेको छैन। अनि नचिनिकन कसरी आयो त मसँग ठोक्किन? अनि ए दाइ यार, मैले तिमीलाई चिनेको छैन त, अनि तिमीसँग आफै जानी ठोकिन आयो त यार ब्रो। 15,000 सब्सक्राइबर छ भाइ मेरो, अनि तिम्रो 36 37, अनि तिमी पनि हल्का भाइरल हुन्छ कि भनेर ठोक्किन त आयो होला नि। ए ब्रो, पहिला मेरो पुरा कुरा त सुन। 36 37 भने होइन के, 36 37 मिलियन भने हो के। ए 36 37 मिलियन पो? त्यही त अलि ठुलो मान्छेलाई देखेपछि मेरो हातको आँखाले कामै गर्नु छोड्छ कि। गल्ती त यही हातकै। एकछिन मान्छेको औकात नाम सब्सक्राइबर अनि पैसाले होइन के, मन सफा हुनुपर्छ, मन बुझ्यौ नि। सो गाइस आजको मेरो दिन चाहिँ एकदमै धेरै अनौठो भयो हैन। बडा आज युट्युबर बन्नेवाला, 1 पैसाको कमाइ छैन होला। आइसक्रीम ले लो, आइसक्रीम ले लो, आइसक्रीम ले लो। भाई साहब आइसक्रीम खाना है क्या आपको? सो आजको म चाहिँ एकदमै खुसी छु हैन। खाँदिन त दाइ, तपाईको त त्यो 37 मिलियन सब्सक्राइबर छ भने हैन? त्यो कुरा छोड भाइ, त्यो यो भन न आइसक्रिम खाने हो कि नै? त्यो कुरा छोडम। एकछिन है भाइ सब।
सानो देखेर पिट्ने हो बच्चाहरूलाई त्यसरी पिट्छन् ठुलो छु भनेर आफूभन्दा सानोलाई भयो जतिको बल लगाएर हान्न मिल्छ त दाइ के भयो दाइ मैले यहाँ भिडियो गरिरहेको थिएँ कि भ्लग गरिरहेको थिएँ होइन तपाईँले मिसलाई हानेको त्यो एपिक स्ल्याम चाहिँ मिस भएछ कि मेरो कार्ड फुल भएछ कि तपाईँ एकचोटि फेरि एकचोटि ट्राई गरिदिनु न दाइ ए हो